नमस्कार। सबैजनालाई स्वागत छ मेरो च्यानल जस्ट लर्न इटमा। हामीले अस्ति साधारण ब्याज र चक्रीय ब्याजको बारेमा सिक्यौँ। आज हामी गाउँघरतिर लिने ब्याज र बैंक तथा वित्तीय संस्था वा सहकारीमा लिने ब्याजको बारेमा थोरै हेरौँ। ल अब भिडियो सुरु गरौँ। हाम्रो टपिक रहेको छ आज गाउँघरको ब्याज हिसाब र बैंक तथा वित्तीय संस्था वा सहकारीहरूले लिने ब्याजतिर है। अब गाउँघरको हामीले आजकल हेरिरहेका छौँ गाउँघरको ब्याज चाहिँ र बैंक तथा वित्तीय सहकारीहरूको ब्याजमा चाहिँ फरक पर्ने गर्दछ, जसका कारण विभिन्न मतभेदहरू हुने गर्दछ र नाना थरीका कुराहरू पनि मान्छेहरूले गर्न थाल्छन्। त्यही भएर आज हामी के सिकिरहेका छौँ, गाउँघरको ब्याज र को हिसाब र बैंक तथा वित्तीय संस्थामा लिने सहकारीहरूको ब्याज तथा तिनीहरू बिचको फरक कतिले फरक पर्छ त्यो पनि हेरौँ है। एउटा इक्जाम्पलबाट हामी हेर्ने नै छौँ, तथा दुवै गाउँघर र बैंक तथा वित्तीय संस्थाहरूले लिने ब्याज बिच फरक पनि हेर्छौँ, तथा तिनीहरू बिचको फरक। त्यसपछि हामीले गाउँघरबाट वा बैंकबाट कर्जा लिँदा वा रकम लिँदा, ऋण लिँदा कुनबाट हामीलाई सहुलियत हुन्छ र कुनबाट हामीले चाहिँ कम टेन्सन हुने अथवा कम ब्याज लाग्ने हुन्छ त्यो पनि हेरौँला है। ल पहिले केबाट सुरु गरौँ? पहिले हामीले गाउँघरमा लिने ब्याजबाट सुरु गर्दैछौँ आज है। पहिलो गाउँघरको हिसाबबाट बुझौँ। गाउँघरमा सैकडाको हिसाबमा महिनाको सैकडाको हिसाबमा चाहिँ ब्याज दिने गर्दछ। जस्तै सैकडा 2, 3, 5, 7 जति पनि हुन्छ त्यो हिसाबले ब्याज लिने गर्दछ। त्यो सैकडा भनेको के हुन्छ भने, सैकडा भनेको 100 रुपैयाँमा सैकडा 100 रुपैयाँको 2 रुपैयाँ ब्याज हुन्छ महिनाको, अथवा 3 रुपैयाँ अथवा 5 रुपैयाँ भन्ने बुझिन्छ। अथवा वा सावा रकम कुल ऋणको महिनामा 2%, 3% लाई बुझिन्छ। अब एउटा हामी उदाहरणबाट बुझौँ भने, उदाहरणमा के गरौँ भने, ल कसैसँग हामीले ऋण लियौँ, गाउँमा बुझौँ साहु महाजनसँग ऋण भनेको त्यही सावा रकम हुन्छ। सावा रकम लियौँ, ल 3 लाख लियौँ। त्यसमा महिनाको ब्याज दर के, यहाँ चाहिँ गाउँमा के हुन्छ, सैकडाको ब्याज दर लाग्छ महिनामा है। त महिनाको ब्याज दर पनि लेखौँ, ब्याज दर 3 है, अथवा वा सैकडाको 3 रुपैयाँ लाग्छ भनेर बुझौँ। समय टाइम 2 वर्षको लागि सैकडा हजुरले बुझ्नु नै हो।
बुझ्नु भएन भने यहाँ हेर्नु, जस्तै 100 रुपैयाँको मैले भनेको थिएँ माथि, 100 रुपैयाँको कति 3% भनेको कति हुन जान्छ भने महिनाको 3 रुपैयाँ हुन्छ है। 100 रुपैयाँको चाहिँ हामीले ब्याज कति तिर्नुपर्छ महिनामा 3 रुपैयाँ, त्यो भन्नु खोज्यो है। जस्तै अब त्यस्तै 4 छ भने सैकडा 4 हो भने 4 रुपैयाँ महिनाको चाहिँ 4 रुपैयाँ तिर्नुपर्छ ब्याज हामीले, यो चाहिँ हाम्रो ब्याज हुन्छ। अब यहाँ माथि हामीले एउटा उदाहरण प्रस्तुत गरेको त्यसको हिसाबले त्यसको के हुन्छ भने जस्तै हामीले साउ महाजनसँग 3 लाख लिए, 3 लाख लिएपछि यसको सैकडा गर्नु पर्यो, सैकडा, अनि सैकडा कति छ हाम्रो महिनाको 3 रुपैयाँ। अब यसले चाहिँ हामी गुणा गर्दा कति हुन्छ, यो र यो दुईटा कट्यो भनेको माथि 3000 गुणा 3 कति आउन जान्छ 9000 है। यो हाम्रो महिनाको 1 महिनाको है, 1 महिनाको ब्याज हुन जान्छ। 1 महिनाको ब्याज सैकडामा कति हुन्छ हाम्रो 3 लाखको 9000 हुन जान्छ। हामीले कति समयको लागि लिएको छौँ, हामीले टोटल चाहिँ 2 वर्षको लागि लिएको हैन। अब महिनाको कति आयो, महिनाको चाहिँ 9000। अब के हुन्छ हामीले ऋण 2 वर्षको लागि लिएको छौँ हैन, 2 वर्षमा कति महिना हुन्छ हाम्रो, 1 वर्षमा 12 महिना हुन्छ भने हैन, 1 वर्षमा 12 महिना हुन्छ। त्यसै 2 वर्षमा 12 गुणा 24 हैन, 24 महिना। अब तपाईहरुले बुझ्नु, अब हाम्रो कति ब्याज आएको थियो 1 महिनाको, अब 3 लाखको 1 महिनाको रु 3 लाखको सैकडा 3 को दरले ब्याज रु कति हुन गएको थियो 9000 भएको थियो है। त्यस्तै अब 24 महिनाको लागि चाहिँ 24 महिना 9 ले गुणा गरिदिनु 9000 ले कति आउन जान्छ हामीलाई 2 वर्षको ब्याज 2,16,000 हुन्छ। क्याल्कुलेटरमा हेर्नु होला गुणन गरेर 2,16,000 हुन्छ है। यो चाहिँ हाम्रो 2 वर्षको ब्याज हो, खाली ब्याज, मूल रकम छोडेर। अब यसमा मूल रकम पनि अब हामीले तिर्नु पर्यो भने मूल रकम प्लस ब्याज दुईटै जोडेर कति आउँछ 3 लाख प्लस 2,16,000। 2 वर्षमा हामीलाई टोटल कति तिर्नुपर्छ 5,16,000 हुन्छ है। यो हाम्रो गाउँघरको हिसाबले चाहिँ 5,16,000 तिर्नुपर्छ टोटल। 2,16,000 ब्याज र 5 लाख चाहिँ हाम्रो के हुन्छ 5 लाख हाम्रो के हुन्छ 3 लाख के छ मूल रकम भनेको दुईटै मिलाएर हामीले टोटल कति तिर्नु पर्यो 2 वर्षमा 5,16,000। अब त्यस्तै अरु के भनेको थियो हामीले बैंक तथा वित्तीय संस्थान हैन, बैंक तथा वित्तीय संस्था वा सहकारी बुझ्नु, संस्था वा सहकारी बाट ऋण लिँदा यसको ब्याज है। र उदाहरण हामीले जुन यहाँ पहिलोमा दिएको रहेछ उदाहरण 1 मा है, सेम यही गरौँ। जस्तै यहाँबाट अब हामीले गरौँ भने ऋण कति लिएको थियो सावा कति हुन्छ हाम्रो 3 लाख नै हुन्छ, 3 लाख हैन। ब्याज दर हामी 3% नै राख्छौँ। तर यसमा चाहिँ के हुन्छ वित्तीय संस्थाहरुमा चाहिँ हामीले इयरली भनेको यो वर्षको यति हुन्छ है। त बैंकले के गर्छ 3% त मात्र लिँदैन होला, बढी लिन्छ हैन।
ब्याङ्कले के गर्छ बढी लिने गर्दछ। हामीले जस्तै मान्नु यहाँ 3% मात्रै हुँदैन, ब्याङ्कले लिने भनेको 15% 20% हुन्छ, त हामी यहाँ 20% राखेर लिन्छौँ वर्षको है। कति लिने गर्दछ 20%। र समय कति राखौँ भने टी इक्वल टु 2 वर्ष नै राखौँ। अब यसमा चाहिँ के छ भने बैंक तथा वित्तीय संस्थाले हाम्रो सूत्र अनुसार काम गर्ने गर्दछ। सूत्र अनुसार सूत्र हाम्रो के गर्छ भने ब्याजको फर्मुला त हजुरहरूलाई थाहै छ, सिम्पल इन्ट्रेस्ट होला, P गुना T गुना R बाई 100 गर्ने गर्छ। यसको हिसाबले हामीले चाहिँ बैंक तथा वित्तीय संस्थाले ब्याज लिने गर्दछ। बैंक तथा वित्तीय संस्थाहरू के गर्दछ भने यसमा चाहिँ बैंक तथा वित्तीय संस्थाले हाम्रो सरकारको नियम कानुन अनुसार चल्नुपर्ने हुन्छ। त्यही भएर यसले चाहिँ 15 देखि 20% भन्दा बढी लिन पाइँदैन है। बढी ब्याज दर चाहिँ लिन पाउँदैन, तर ब्याज लिन पाउँदैन किनभने कानुनले नियमलाई समाउँछ। त्यही भएर यिनीहरूले चाहिँ एउटा निश्चित गरेर हुन्छ कि यति मात्रै हामीले लिनुपर्छ भनेर। अब यो अनुसारले हामी निकाल्नु त के हुन्छ, कति आउँछ, सावा कति भयो 3 लाख हैन। अनि यो चाहिँ 20%। तर यही ठाउँमा हामीले गाउँ घरबाट लिँदा सैकडा 2 हुन्छ भने अथवा 3 हुन्छ भने, जस्तै हामीले सैकडा 3 बाट गरेको थियो भने यसले वार्षिक गर्यो भने सैकडा वार्षिकमा निकाल्यो भने यहीहरू साइडमा जोडेर हेर्छौँ। सैकडाको हिसाब पनि हेरियो। जस्तै सैकडा महिनामा हाम्रो के हुन्छ, महिनामा 1 महिनाको कति थियो सैकडा 3 भनेको 3% हुन्छ। त्यस्तै अब 12 महिनाको कति हुन्छ 1 वर्षको हाम्रो, 12 गुणा 3 गर्नुहुन्छ भने यसको 36% हुन जान्छ। भनेको वार्षिक ब्याज दर कति हुन्छ हाम्रो, वार्षिक ब्याज दर 36% हुन जान्छ। अब यसले चाहिँ गाउँघरले चाहिँ हाम्रो 36% वार्षिक लिन्छ, तर ब्याङ्कले चाहिँ हाम्रो कति 20%, 15 देखि 20% लिन्छ। योभन्दा बढी लिन पाउँदैन। नेपाल सरकारले यतिले तोकेको छ हाम्रो है। त्यही भएर योभन्दा बढी लियो भने कानुनले उनीहरूलाई सजाय गर्छ है। त्यही भएर अब वित्तीय संस्थाहरूबाट हेर्नु बढीभन्दा बढी ल म्याक्सिमम लियो भने 20% लियो भने अब यही हिसाबले गरौँ हामी 3 लाख कति टाइमको लागि 2 वर्षको लागि कति रेट छ 20% डिवाइड बाई 100। यो दुईटा काटेर अब कति आउँछ हाम्रो 20। अब यो सबलाई गुणन गर्छौँ भने हाम्रो कति आउँछ 40। 1,20,000 हाम्रो वार्षिक ब्याज कति आयो, वार्षिक ब्याज 1,20,000। अब यही हामीले डिफरेन्स हेर्नु, गाउँघरमा लिने तथा बैंक तथा वित्तीय संस्थाबाट लिँदा चाहिँ कतिले डिफरेन्स पर्न जान्छ है। अहिले नै यतिमा हामीले चाहिँ कति छ गाउँघरतिर महिनाको चाहिँ गऱ्यो। अब महिनामा यही 1,20,000लाई चाहिँ हामीले महिनामा गऱ्यो भने वार्षिक 2 वर्षको लागि हुन्छ है। 2 वर्षको ब्याज है। 2 वर्षको ब्याज कति भयो 1,20,000। त्यो पनि कति पर्सेन्ट थियो हाम्रो 20%। तर गाउँघरमा लिँदा चाहिँ हाम्रो महिनामा 3 सैकडा चलेको थियो। अब त्यसैलाई 12 ल्यायो भनेको 1 वर्षमा मल्टिप्लाई गर्दा सैकडाको 36% हुन जान्छ। अब 36% कहाँ 36% हुन्छ र कहाँ यहाँ 20% वार्षिक भनेको यो हामीले फाइदा भयो है। यो दुईटाको डिफरेन्स पनि हेर्दा हुन्छ। जस्तो अब गाउँघरबाट ऋण लिँदा वा सापट्टि लिँदा तथा
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा हुने फरक गाउँघरबाट हामीले चाहिँ वार्षिक कति तिर्नु परेको थियो 2 वर्षको लागि ब्याज कति आएको थियो 2 वर्षको ब्याज 2,16,000 थियो हैन। त्यस्तै बैंकबाट लिँदा चाहिँ बैंकबाट 2 वर्षको लागि लिँदा यसको ब्याज कति हुन गएको छ 1,20,000 2 वर्षमा कति तिर्नु पर्यो 1,20,000 र गाउँघरबाट लिँदा 2,16,000 यो चाहिँ कतिको दरले थियो यो 3% हैन 3% जुन कि 12 महिनामा कति हुन जान्छ 12 गुणा 3 = 36% को दरले छ। त्यस्तै यो हाम्रो के छ वार्षिक 20% छ यसको वार्षिक 20% छ है। भनेको यहाँ हामीले पर्सेन्ट पनि गर्दा चाहिँ कतिले फरक हुन जान्छ ब्याज दर बीच फरक ब्याज दर बीच फरक गर्दा गाउँघरबाट कति छ 36% वार्षिक यता बैंकबाट गर्दा 20% भनेको यही हामीले 16% को फरक हेरिरहेछौँ। त्यस्तै अब ब्याज पनि गर्दा कति आउन जान्छ 2,16,000 थियो यो गाउँघरबाट र बैंकबाट लिँदा 1,20,000 अब ब्याज दरमा कति फरक आउन जान्छ 96,000 को फरक हुन जान्छ। क्याल्कुलेटरमा हेर्नु गरेर 2,16,000 र यता 1,20,000 कति फरक हुन गयो 96,000 ले फरक हुन गयो। त्यो बैंकमा चाहिँ हामीलाई के हुन्छ भने यहाँ हामीलाई टाइम दिएको हुन्छ र टाइम अनुसार निकालेको हुन्छ र यो सरकारले यसको निगरानी गर्ने हुन्छ त्यही भएर यिनीहरूले चाहिँ आफ्नो हिसाबले गर्छ। तर गाउँघरमा त्यस्तो हुँदैन त्यही भएर यो अनियमितता कायम भएको है। ल अब भोलि हामी चाहिँ अर्को च्याप्टरमा जानु है। ल यतिमै आज हामी बन्द गर्दैछौँ। धन्यवाद नमस्कार।